नमस्कार। म चाहिँ एउटा यस्तो घटना आज सेयर गर्न गइरहेको छु, जुन घटनाले चाहिँ मेरो आत्मा नै कामेको थियो कि। यो केस चाहिँ मैले हस्पिटलमा आफूले हेरेको केस हो है। लास्ट फेब्रुअरीको भएको के थियो भन्दाखेरि चाहिँ म चाहिँ हस्पिटलमा जेरियाट्रिक वार्डमा काम गर्थेँ। त्यो भनेको चाहिँ बुढाबुढी बस्ने वार्ड होइन, बुढाबुढीलाई राख्ने वार्ड। मलाई रिफरल आउँदाखेरि चाहिँ एकजना 78 वर्षको महिलालाई चाहिँ अब घर जानको लागि के सपोर्टहरू चाहिन्छ घरमा, त्यो सपोर्टहरूलाई रिफरल गरिदिनको लागि भनेर मलाई रिफरल आएको थियो सोसियल वर्करलाई। म गएँ हेर्नको लागि। अनि जब वार्डमा गएर उहाँलाई भेटेँ मैले, उहाँको हस्बेन्डसँगै हुनुहुन्थ्यो। हस्बेन्ड 84 वर्षको, तर हेर्दाखेरि चाहिँ एकदम हट्टाकट्टा एक्टिभ, जस्तै हाम्रो नेपालीहरूलाई 55-60 वर्ष देखिने यस्तो हुनुहुन्थ्यो कि नेपालीहरूको। बुढाले चाहिँ एनी टाइम बुढीको हात समाति राखेको थियो कि। अनि सोधेका क्वेसनहरूको एन्सर पनि बुढाले दिइरहेको थियो। बुढीले भन्दा पनि बुढाले एन्सर दिइरहेको थियो। त मलाई चाहिँ मैले त पेसेन्टसँग डिरेक्टली एन्सर लिन खोज्छु नि त। त्यही बेलामा त्यो हस्पिटलमा काम गर्ने, हस्पिटलमा फुड डिस्ट्रिब्युट गर्ने मान्छेले चाहिँ मेन्यू लिएर आएको थियो कि। अन्त मेन्यू पनि केटाले लिएर भरिदियो, टुइट लगाएर भरिदियो। प्रायः फ्यामिलीहरूले भरिदिन्छन् मेन्यू होइन। मेन्यूमा टिक लगाउँछन् के खाने बेलुकामा, भोलि के खाने, लन्च डिनर ब्रेकफास्ट के खाने भनेर। तर उसले चाहिँ एकचोटि पनि त्यो बुढीलाई नसोधिकन, एकचोटि पनि त्यो बिरामीलाई नसोधिकन त्यो बुढाले टिक 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 गराइदियो कि। अनि मलाई चाहिँ के लाग्यो भन्दाखेरि के त बुढालाई बुढीको बारेमा सबै कुरा थाहा छ, उसलाई सोध्नु पनि जरुरतै पर्दैन। के भने बुढाले चाहिँ आफ्नो रिस्ता गरिरहेछ भन्ने म आफूले अब्जर्भ गरेँ होइन। अनि मैले सोधेँ उनीहरूलाई, तपाईँहरू कति वर्षदेखि विवाहित हुनुहुन्छ, कति वर्षदेखि सँगै हुनुहुन्छ भन्दाखेरि चाहिँ बिरामीले के भन्नुभयो भन्दाखेरि चाहिँ सिम्स लाइक एजेस भने कि वर्षौँदेखि कहिलेदेखि सँगै भए जस्तो भन्ने टाइपले कुरा गरेँ। अनि नर्मल्ली चाहिँ के हुन्छ भन्दाखेरि मान्छेलाई कति वर्षदेखि विवाहित भन्दाखेरि चाहिँ एकदम प्राउडली यति वर्ष भनिहाल्छ कि, गर्वका साथ यति वर्षदेखि हामी सँगै छौँ भन्छ होइन। उनीहरूले भनेनन्। अनि ठिक छ भन्ने भयो, किनभने हस्पिटलमा बिरामी कुन मोडमा हुन्छ भन्ने कुरा पनि हुन्छ। अनि मैले चाहिँ सोधेँ तिमीहरूको कति छोराछोरी छ कि छैन भनेको, 3जना भयो होइन। अनि कहाँ छन्, कहाँ बस्छन् भन्दाखेरि बिरामीले चाहिँ के भनिन् भन्दाखेरि चाहिँ घरमै छन् भनिन् होइन। प्रायः विदेशीहरूको चाहिँ छोराछोरी आफ्नो खुट्टामा उभिएपछि बाबाआमासँग बस्दैनन्, 3टा छोराछोरी घरमा भने ओके। अनि मैले सोधेँ उनीहरू काम गर्छन् कि गर्दैनन् भन्दाखेरि बुढीले के भन्यो भन्दाखेरि चाहिँ काम गर्दैनन्, मेन्टलमा छन् भनिन् कि। मेन्टल भनेको चाहिँ त्यो अस्थि राख्ने भाँडो हुन्छ नि, त्यो खरानी राख्ने भाँडो होइन। अनिखेरि म त कस्तो मुड नै ढुक्क भयो क्या सुन्दाखेरि। अनि अब आम सरी भने होइन। अनिखेरि केही छैन, मेरो मुटुमा ठुलो प्वाल छ, तँलाई चाहिँ म मसँगै मेरो चिहानमा लैजान्छु भनिन् कि तिनले होइन। के भएर बितेको भन्न मिल्छ भने भन भन्दाखेरि चाहिँ उसले चाहिँ 3टैले सुसाइड गरेको, लाइक 2 इयर्सभित्र, 2 वर्षभित्र 3टै बच्चाले सुसाइड गरेको भनिन् कि। अनि अरू कुराहरू भयो होइन। अनि सक्यो। अनि मलाई चाहिँ कस्तो के कुराले हिट गर्यो भन्दाखेरि चाहिँ 3टै बच्चाले सुसाइड गर्ने अलिकति त्यो त नर्मल भएन नि त होइन। एबनर्मल, इट मिन्स मेन्टल हेल्थको प्रब्लम फ्यामिलीमै देखियो। अनि अर्को कुरा त बुढाले मेन्यू भर्दाखेरि बुढीलाई नसोधेको, त्यो पनि दिमागमा त्यो पनि आयो। अनि अर्को चाहिँ कति वर्षदेखि विवाहित भन्दाखेरि चाहिँ सधैँभरि जस्तो भनेर जुन यति वर्ष नभन्दा त्यो एक्साइटमेन्ट नदेख्दाखेरि पनि मलाई चाहिँ कस्तो लाग्यो कि। अनि ती बुढा चाहिँ बिहान 7 बजीदेखि आएर बेलुका 5 बजीसम्म बुढीसँगै बस्ने, हाँस समातेर बस्ने, एनी टाइम बुढीसँगै हुने। अनि मैले चाहिँ एक दिन के गरेँ भन्दाखेरि म 5 बजी पछाडिसम्म बसेर, जो कि मेरो काम 4 बजी सकिन्थ्यो, म एक्स्ट्रा बसेर अनिखेरि बिरामीको बुढा घर गएपछि म बिरामीलाई भेट्न गएँ होइन। यतिकै गाँसधरी गएँ अनि सोधेँ के छ भनेर। अनि त्यो दिन ऊ लडेकी रहेछ। अनि उसले मलाई देखायो कि, घाउ देखाएर चाहिँ मेरो आज नयाँ ट्याटु कोरियो हेर त भनेर देखायो। अनिखेरि त्यो चाहिँ निलडाम थियो। ऊ चाहिँ जे कुरा पनि पोजिटिभली हेर्ने, लाइक फन्नी वेले हेर्ने क्या, त्यसलाई कभर गर्न खोज्ने कि। यस्तै मान्छे लडेको छ भने ट्याटु भन्ने, अब छोराछोरी मरिसकेका छ भने पनि घरमै छन् भने, घरमा त छैन नि त, अस्ति न छ उनीहरूको होइन। त्यो आफ्नो सर्भाइभल मेकानिजम अर्कै लाग्यो कि। अनि मैले उसलाई सोधेँ तिमीहरू कहाँ भेटेको, कसरी बे भयो, अनि लास्ट बर्थडेमा के गर्यौ, एनिभर्सरी कसरी मनायो भनेर मैले चाहिँ थाहा हुन्छ नि, अर्का कुरा खोज्दा
अनि बर्थडेमा पनि केही पनि गरिएन, एनिभर्सरीमा पनि केही पनि गरिएन होइन भनिन्। अनिखेरि केटा चाहिँ जर्मनीको रहेछ। अनिखेरि बिहे भए पछाडि केटीले कामहरू केही पनि नगरेको, घरै बसेर बच्चा हुर्काएको। अनि केटाले चाहिँ काम गर्ने, यस्तै कुरा सेयर गरिन्। अनि उनले चाहिँ कस्तो छ तेरो बुढा र तेरो सम्बन्ध कस्तो छ भन्दाखेरि चाहिँ उनले कस्तो के भन्नु भन्दाखेरि चाहिँ हि इज अ टिपिकल जर्मन म्यान भन्ने, होइन टिपिकल जर्मन म्यान जस्तो छ भन्ने। अनि त्यो भनेको के हो मैले बुझेन भनेर मैले सोद्धाखेरि चाहिँ अलि लाउड माउथ छ होइन, मलाई स्टुपिड वुमन भन्छ, मलाई स्टुपिड भन्छ, मैले केही बुझ्दिनँ भन्छ, मलाई हेप्छ भनिन् कि। अनि अनि मैले सोधेँ हातपात पनि गर्छ भनेर सोद्धा चाहिँ उसले चाहिँ मलाई उसले कहिले पनि हातपात गरेको छैन होइन, कहिले पनि पिटेको कुटेको छैन, तर उसले मलाई एकदम नराम्रो वचन लाउँछ भनिन्। अनि उनले चाहिँ के पनि सेयर गरिन् भन्दाखेरि चाहिँ 3टै बच्चालाई चाहिँ मेन्टल हेल्थ प्रब्लम रहेछ, 3टै बच्चा ड्रग्स अल्कोहल होइन रक्सी खाने अनि लागु पदार्थ दुर्व्यसनमा फसाइरहेछन्। अनि कान्छो छोरा चाहिँ एक दिन आएको रहेछ रातिमा आएर, आमा म भोलि रिहाब जाँदैछु होइन, आज राति मलाई तिमीहरूसँग बस्न देऊ होइन, या त बाआमासँग आज राति बस्छु भन्दाखेरि चाहिँ बिरामीको श्रीमान त्यो छोराको बाउ भनौँ न, उसले चाहिँ बस्न नदिएको रहेछ। अनि बस्न नदिएपछि त्यो छोरा त्यही राति नै घरबाट त्यहाँबाट निस्केर गए पछाडि सुसाइड गरेर रहेछ कि। अनि उसलाई चाहिँ त्यो कुराले एकदम धेरै हर्ट भएको रहेछ होइन, आफूले आफूलाई माफ गर्न नसके जस्तो हुन्छ नि। अब छोरा एक रात बस्न आउँछु, रिहाब जान्छु भोलिबाट भन्दाखेरि पनि आफूले राख्न नसकेर छोराले सुसाइड गर्यो नि त। अनि उसलाई चाहिँ एकदम धेरै त्यो हर्ट भएको रहेछ त्यो कुराले। अनि त्योभन्दा पछाडि चाहिँ उसको एकदम धेरै वेट लुज भइरहेको थियो बुढीको, हेर्दाखेरि केही पनि छैन समस्या, तर ऊ एकदमै कमजोर 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 भन्दै एकदम धेरै वेट लुज भएको कि बिचराको। अनि उसले चाहिँ सपोर्ट लिन मान्दैन होइन, म काहीँ पनि रिपोर्ट गर्दिनँ भनेर भनिन्। अनि ओके भयो, मैले त्यसमा फोर्स गर्ने कुरा नि भएन। मैले चाहिँ उसलाई यो सपोर्टहरू अभाइलेबल छ भनेर भने, उसले चाहिँ म अहिले केही पनि गर्दिनँ, उसले मलाई कहिले पनि हात उठाएको छैन, ठिकै छ भनिन् होइन। अनि भोलिपल्ट मलाई उसको बहिनीको फोन आयो एडिलेडबाट, केटीको त्यो बिरामीको बहिनीको फोन आयो एडिलेडबाट। उसलाई थाहा भएछ दिदी हस्पिटलाइजेसन भएको कुरा। अनि उसले चाहिँ सोसियल वर्करलाई भनेर फोन गरेर उसले मलाई कति कुराहरू सेयर गरिन्। अनि उसले चाहिँ के भनिन् भन्दाखेरि चाहिँ उसको दिदीलाई कोहीसँग पनि भेट्न नदिने होइन, उसको दिदीसँग जिन्दगीभरि कहिले पनि फोन भएन, एक रुपियाँ पैसा भएन, ऊ कहिले पनि कपाल काट्नलाई सलुन गएनन् होइन, बुढाले नै घरमै कपाल काटिदिने रे, बुढा कमाउन जाने। अनि त्यो बुढीले चाहिँ त्यो घरभन्दा बाहिर कहीँ पनि जान नपाउने कि, ऊ चाहिँ घर रेखदेख गर्ने मात्रै उसको काम हुन्थ्यो अरे होइन। अनि उसले आफ्नो भाइ बहिनीहरूसँग कुरा गर्न नपाउने, ग्यादरिङहरूमा जान नपाउने, अकेजनहरूमा जान नपाउने, केटीकै फ्यामिली मेम्बरहरूलाई भेट्न आउनु खोजेर पनि त्यो घरमा आउन नपाउने। त्यसले गर्दाखेरि चाहिँ अब दिदीले नै एक्सन नलिएपछि हामीले के गर्ने हो र भनेर उनीहरू पनि टाढा टाढा भएको होइन, थाहा छ दिदी ट्रबलमा छ भनेर। तर दिदी आफैले केही पनि नबोले पछाडि उनीहरूले पनि सबै कुरा थाहा पायो भने थाहा नपास्तो गरेर तै चुप मै चुप गरेर बसिया रहेछन्। उसले मलाई धेरै कुरा सेयर गरिन्। अनि मैले पछि त्यो दिन पनि बुढा गएसम्म म कुरेँ। अनि बुढा गए पछाडि उसलाई भेटेँ। अनि उसलाई यस्तो बहिनीले यस्तो यस्तो भनेको थियो फोन गरेर भन्दाखेरि बिचरा कस्तो राम्रोसँग रोइन् कि। अनि उसले चाहिँ के भन्नु भन्दाखेरि चाहिँ यस्तो कुरा थाहा पायो भने मेरो बुढाले मलाई मार्छ होइन, यसरी मैले तँलाई यस्तो कुरा भनेको थाहा पायो भने मेरो बुढाले मलाई मार्छ भन्छन्। अनि हामीले चाहिँ मैले चाहिँ उसलाई यो सेफ्टी मेजरहरू छ यहाँ होइन, यो कारणले गर्दा त सुरक्षित छस् भनेर भने पछाडि चाहिँ उसले अब बहिनीको फोन आएको भएर उसलाई त्यो केहीले हौसला दिएको हो कि होइन, उसले चाहिँ के भनिन् भन्दाखेरि चाहिँ म पुलिस केस चाहिँ गर्दिनँ, तर म डोमेस्टिक भाइलेन्स क्राइसिस सर्भिससँग चाहिँ म कुरा गर्छु, म रिपोर्टिङ चाहिँ गर्छु भनिन् होइन। अनि मैले त्यही दिन डोमेस्टिक भाइलेन्सलाई कन्ट्याक्ट गरेँ, उनीहरू आए पनि एकछिनमा होइन, लगभग 2 दिनमा 8 बजीसम्म काममै बसेँ, उनीहरूले आए, त्यसलाई भेटेँ, वार्डमै मिटिङ नराखेर हामीले चाहिँ बिरामीलाई अर्कै वार्डमा लिएर गयौँ। अनि इनकेस बुढा आयो भेट्नलाई भनेदेखि एक्सरे गर्न लिएर गएको छ भनेर भन्यो भनेर होइन, पुरै प्लानको साथ लिएर गयौँ। बुढा आएनन्। अनि उसले सबै कुरा भनिन्। अनि उसले कुरा सेयर गर्दाखेरि उनको आँखामा उसको हावभावमा कति धेरै रिस, कति धेरै एङ्गर देखिरहेको थियो कि। अनि सबै कुरा सेयर गरिन्। अनिखेरि उसले चाहिँ रिपोर्टिङ चाहिँ नगर्ने, पुलिसलाई केस नगर्ने, जे छ त्यही छ एज इट इज राख्ने भन्ने कुरा भएको थियो। तर कुरा गरिसके पछाडि चाहिँ उसले के भनिन् भन्दाखेरि चाहिँ मलाई त्यो मान्छेको अनुहारै हेर्न मन लाग्दैन, मलाई त्यसलाई देख्नै सक्दिनँ भनेर भनिन् कि। अनि त्यस्तो हो भने हामी त अर्कै वार्डमा चेन्ज गरिदिन्छौँ,
होइन जहिले बुढा भेट्नु पर्दैन भन्दाखेरि चाहिँ होइन मसँग म कहाँ जाने त भन्ने कुरा भयो। मैले चाहिँ के भने भन्दाखेरि चाहिँ 78 वर्षको मान्छे हो होइन नर्सिङ होम जान मिल्छ भन्ने अप्सन दिएँ। अनि मैले नर्सिङ होमको अप्सन दिएपछि चाहिँ त्यो बिरामीको त मुखमा कस्तो चमक आएको के अनि उसले त हो र त्यसो भए म घर फर्किनु पर्दैन, त्यो मान्छेसँग जानु पर्दैन भनेर कस्तो खुसी भएन होइन। अनिखेरि हामीले पर्दैन नर्सिङ होममा हामी तँलाई पठाउँछौँ, फाइनेन्सियल पनि हामी वर्कआउट गरौँला कसरी केबाट हुन्छ भनेर भन्दाखेरि चाहिँ खुसी भइन्। अनि उनले त्यसो भएदेखि म यो मान्छेको मुखै हेर्दिनँ, म यो मान्छेलाई म देख्न चाहदिनँ भनिन्। अनि त्यही बेलकै हामीले वार्डसँग कम्युनिकेट गरेर त्यहाँको हुन्छ नि मेन नर्स इन्चार्जसँग कुरा गरेर उसलाई अर्कै वार्डमा सार्यौँ, उसको नाम डिजिटल सिस्टमबाट हटाइदिउँ होइन। इनकेस बुढा भेट्न आयो भने पनि बुढालाई थाहा नहोस् कुन वार्डमा छ भनेर उसको नामहरू हटाइदिउँ। अनि भोलिपल्ट जब यो कुरा हामीले पछि डक्टरहरूसँग कुरा गर्दाखेरि चाहिँ डक्टरहरू चाहिँ सक्ड हुनुभयो। किन भन्दाखेरि डक्टरले त त्यो बिरामीलाई र उसको बुढालाई कति वर्ष अगाडिबाट चिनिरहनु भएको रहेछ, लगभग 40 वर्षदेखि चिनिराख्नु भएको रहेछ। अनि उहाँलाई कहिले पनि केही पनि कुराले फिलै गर्नु भएको रहेछ कि त्यहाँ डोमेस्टिक भाइलेन्स हुनसक्छ भनेर। अनि उहाँले के भन्नु भन्दाखेरि चाहिँ यो बिरामी र उसको परिवारलाई मैले विगत 40 वर्षदेखि चिन्छु होइन, यस्तो हो जस्तो मलाई लाग्दैन, हुनसक्छ बिरामी कन्फ्युज पनि त हुनसक्छ नि भन्ने कुरा भयो। हुन पनि सक्छ किनभने बुढो मान्छे बिरामी मान्छे कन्फ्युज हुन सजिलो छ होइन, इजिली कन्फ्युज हुनसक्छ। अनि मैले के भने भन्दाखेरि चाहिँ हुनसक्छ, नहुन पनि त सक्छ होइन। उसले यत्रो वर्ष पछाडि लगभग 56-57 वर्ष पछाडि बल्ल मुख खोलेको छ होइन, डोमेस्टिक भाइलेन्स बारेमा भनेको छ भने के थाहा न उसले बल्ल हिम्मत जुटाएको हो कि, अथवा कन्फ्युज पनि हुनसक्छ होइन। यति त हो भनेदेखि अब एज अ सोसियल वर्कर मैले केही पनि देखिनँ जसले गर्दाखेरि चाहिँ कन्फ्युज छ कि भनेर इन्डिकेसन मैले केही पनि पाइनँ। तर तपाईँहरूले एज अ डक्टर तपाईँहरू फर्दर इन्भेस्टिगेसन गर्नुहोस्, रगत जाँच, पेसाब जाँच होइन, अथवा दिमागको स्क्यान के गर्नुपर्छ गर्नुहोस्। कुनै इन्डिकेसन छ केही पनि कुराले चाहिँ तपाईँलाई लाग्छ भनेदेखि डिटेल अरू फर्दर इन्भेस्टिगेसन गरौँला। अदरवाइज मलाई चाहिँ कन्फ्युज लागेन भने मैले उहाँहरूलाई पनि त्यो इन्भेस्टिगेसन गर्दाखेरि चाहिँ त्यो बिरामी कन्फ्युज जस्तो लागेन। त्यो बिरामीलाई अर्को वार्डमा सारियो, अर्को वार्डमा सारेपछि अर्कै सोसियल वर्करले हेऱ्यो, अनि के भयो अनि मलाई थाहा छैन किनभने उहाँ चाहिँ अब बिरामी चाहिँ मेरो केयरबाट बाहिर भयो होइन। तर त्यो इन्सिडेन्टले चाहिँ मेरो आत्मा नै काम्यो। किन भन्दाखेरि मैले त्यो बिरामीमा चाहिँ म आफू देखेँ कि त्यति बेला म पनि घर लिम्चाबाट गइरहेको थिएँ नि त, गुज्रिरहेको थिएँ। म पनि आज भोलि गर्दै गर्दै कति वर्षौँ त्यहाँ ठाउँमा थिएँ नि त, त्यो हिम्सामै बसिरहेको थिएँ नि त। अनि मैले चाहिँ उहाँमा आफू देखेँ कि म पनि सायद भोलि यस्तै हुन्छु होला होइन, सायद भोलि म मर्ने बेला पनि यही मान्छेसँग हुन्छु होला, यसै गरी म नि यति बेला पनि सँगै हुन्छु होला। अनि त्यो बुढी मान्छे जसले आफ्नो 3 बच्चा गुमाइसकिन्, जसले आफ्नो वेट यति लुज गरेका छिन्, एकदम कमजोर, एकदमै कमजोर के त्यो एउटा हातले उठाउन सक्ने खालको छ है। त्यति बेला त उनलाई त्यो मान्छेबाट छुटकारा गर्न मन छ, त्यो मान्छेबाट टाढा जान मन लागेको छ भने होल जिन्दगी तिनले कसरी बाँचिनु होला, सपोर्ट नपाएको होला कि सपोर्ट नखोजा होला कि आइडिया नपाएको होला कि हिम्मत नआएको होला कि के भएको होला, किन यत्रो वर्षसम्म त्यो मान्छेसँग बसेको होला भने जस्तो भयो। अनि मैले तपाईँलाई के विस गरेँ भन्दाखेरि 1 हप्ता नै किन यो बुढी नबाँचुन् होइन, फ्रीले बाँचिन् भने जस्तो भएको थियो कि। त्यो इन्सिडेन्टले चाहिँ म यति रोएँ कति दिनसम्म सुत्न सकिनँ। मलाई खालि त्यो उनकै फोटो मात्रै दिमागमा आइरह्यो। उहाँको डेथ लास्ट अगस्तमा उहाँ बितिसक्नुभयो होइन। उहाँ नर्सिङ होम जानुभयो, नर्सिङ होम गए पछाडि उहाँ बित्नुभयो। फेब्रुअरी मार्चमा मैले उहाँलाई भेटेको, अप्रिल मे जुन जुलाई लगभग 4 महिनाको बिचमा आफ्टर 4 महिना पछाडि उहाँको मृत्यु भयो। उहाँको त्यो 4 महिना कसरी बित्यो मलाई थाहा छैन। तर त्यति बेला होइन त्यस्तो बुढेसकालमा मर्ने बेलामा बेड बााउन्ड भइसकेको छ, बेडबाट उठ्न सक्ने अवस्था छैन, मान्छे ओछ्यानमा थला परिसके पछाडि त फ्री हुन चाहन्छ भने युवा अवस्थामा पुरा जिन्दगी अगाडि हुँदा, आफ्नो बच्चाको भविष्य आफ्नो हातमा हुँदा, आफूसँग बच्चा हुँदा, इनर्जी हुँदा उनलाई के फिल भएको थियो होला, उनलाई कति त्यो ठाउँबाट कति बाहिर जान मन थियो होला, तिनी किन बसिनु होला होइन। अनि
हामी पनि जो आज भोलि गर्दा गर्दै भोलि त्यही उनकै ठाउँमा नपुगेला भन्ने छैन नि त। मर्ने बेलामा त मान्छेलाई फ्री हुन मन लाग्छ। जो आफ्नै शरीर छोडेर फ्री हुने बेला भइसक्यो मान्छेलाई त होइन, आफूलाई दुःख दिने मान्छे हेर्न मन लाग्दैन भने पुरा जिन्दगी तपाईँसँग कसरी कट्छ होला भनेर मलाई अझ पनि त्यो त्यो बिरामीको अनुहार, उसको मलाई सबै नाम, त्यो बुढाको नाम सबै मलाई कस्तो भने मैले आज दिउँसो भेटेर जस्तो मलाई पुरै त्यो दिमागमा छ कि है, उनको आत्माले शान्ति पाओस्। मलाई चाहिँ त्यो घटनाले चाहिँ एकदमै ठुलो एउटा मलाई हल्लाएको थियो कि, त्यही भएर मैले तपाईँलाई सेयर गर्न मन लाग्यो। थ्याङ्क यू सो मच फर लिसनिङ। गुड नाइट।